What's up, boy? Welcome to my vlog, episode 2 of my India series. अहिले चाहिँ म मामा घरमा हो, ऋषिकेश मामा घरमा हो। बल्ल बल्ल गरेर आएँ, बल्लै बल्ल गरेर भनौँ है। बाटोमा के भयो भयो। रातिको 11:30 बजे पेट्रोल सकियो। अरूहरूलाई चिच्चाउँदै पेट्रोल दे भन्न परेछ। बाटोमा मोबाइल खसेछ, फोन बाइकबाट हिँड्दा हिँड्दा फोन खसेछ। 160-70 की स्पिड आउँदै पनि यस्तो छ फोनको हालत। व्हाट्सअप यार, मर्निङ पनि के भन्ने 1:30 भइसक्यो। मेरो हाल्दा 1:30 भइसक्यो। फर्स्ट टाइम भयो होला है, कति टाइम लाग्यो मलाई त। 1:30 भइसक्यो। उल्कै गर्नु छ। 40-45 त होला यार, अहिले चेक गर्छु। मोरलै जस्तो गर्नु छ। बाइकको तेलमा लुब हाल्नलाई नि साथी नभएर त्यहाँको एउटा खुसी बोलाएर लुब मैले टायर घुमाइदिएर लुब हाल्दै आएँ भनेर 20 रुपियाँ दिएर पठाइदिएँ। किनभने पऱ्यो, खुसी पनि बनाइदिनु पऱ्यो। फेरि सिक्का गर्नु छ। भर्खर निस्केको यार, 1:30 भइसक्यो। अब आजको प्लान ऋषिकेश गएर मामा घर गएर बस्ने प्लान हो। लेट्स के हुन्छ। अल सेट, अब निस्किने हो। आजको यात्रा म पुग्ने ठाउँसँग 600 किलोमिटर छ। अब पुगिन्छ कि पुगिन्न हेरौँ। टोलमा 100 रुपियाँ लाग्यो। कहाँ जाने भनेर सोध्छ, कुन बाटो जाने भनेर सोध्छ, म थाहै छैन। म्यापले जताको देखाउँछ त्यतै जान्छु भनेको 100 रुपियाँ काटिदियो। क्या डाला भाई इसमें? पता नहीं इसमें क्या डाला। और आपका गाड़ी नंबर पता नहीं है क्या है? गाड़ी नंबर 01। नेपाल में ऐसा ही होता है। ये गाड़ी का नंबर दे रहा है, वहाँ डलवा लेना। हाँ ओके। 3583 1505। खानै खाने हो नि केटा हो। कहाँ यस्तो त्यस्तो त चल्दैछ नि। खानै खाने हो नि, खाएपछि त। हिजोको दिन भातै खाएन, सिक हान्छ मलाई। भातको सिक हान्छ, भातको सिक। मेरो त नेटै नचलेर हतार भयो यार केटा यार, केटीहरू यार। एकजना मान्छे रहेछ, उसँग अब हटस्पट माग्नु पर्यो। बाटोमा यहाँ उभिएको देखेँ, हटस्पट मागेर त्यो अफलाइन एप डाउनलोड गरेर जान्छ यार। अब त अति भयो यार। हेलो ब्रदर, एक हेल्प चाहिए मेरे को। मेरा ये मैं नेपाल से आया हूँ, ठीक है। मेरा ये नेट ही नहीं चल रहा है मोबाइल पे। मुझे हरिद्वार जाना है। हरिद्वार? हाँ, और मुझे थोड़ी देर के लिए हॉटस्पॉट खोल सकते हो? मैं ऑफलाइन ऐप डाउनलोड कर लूँगा उतनी देर में। हॉटस्पॉट चाहिए थोड़ी देर जाना तो आप इधर रिटर्न उल्टा कहते हैं। उल्टा आ गया मैं। हाँ जी। म त फर्केर त्यही अघि खाजा खाएको ठाउँमा आयो यार। फेरि यार खाजा अघि भात खाएको ठाउँमा मेरो मोबाइलले लौडा जस्तो भयो। गयो कभर गयो, अलिअलि स्क्र्याच आयो। माथि नि यस्तो भयो। झोलाको चेन गयो एउटा। अनौती लागिरहेको यार, के भयो। मोबाइल खसेको त भिडियो आएको है ठ्याक्क। यसो निम्बु पानी खाएर अब निस्किँदै फक्क टाइममा। म त 1-2 घन्टा यत्तिकै भुलेँ यार आज यार। 5:30 भइसक्यो। म त जाइको त्यहीँ छु क्या। कभी मैं जा रहा हूँ केदारनाथ, लद्दाख देखते हैं। हाँ आज पता नहीं, अंधेरे होने के बाद बैठ जाऊंगा, फिर कल चलूंगा। कब पहुंचूंगा देखेंगे।
सोलो सोलो दो दिन हो गए, 2 या 3 दिन, 3 दिन हो गए। आप नहीं जानते हो क्या करूँ? निम्बु भनी चाहिँ खाँदै यो जिरा भनी नखाएको यो त उम्ले जस्तो हो यार, उम्ले जस्तो हो क्या बोतलभित्र उम्ले जस्तो हो पानी तातोले गर्दा उम्लेकै छ क्या लिटरली। आज चाहिँ बाइकको टायर अलिकति एज युजुअल काम गरे जस्तो लागेको टायर चाहिँ सक पनि ठिक छ सक्दो तर खेटाक खेटाक गरे किन यस्तो गरेर बस्दाखेरि काहीँ न काहीँ छोइए जस्तो भयो। त्यो त खासै फरक पर्दैन तर टायरले चाहिँ फेरि धोका दियो भने अलि नराम्रै हुन्छ। पञ्चर सन्चर त भयो छैन, त्यो धेरै रन्का आएर त्यो भित्रको लिक्विड चाहिँ डल्लो भएर बस्यो होला कि, धेरै रन्का आयो भने डल्लो हुन्छ भन्दै थियो उहाँ चौधरीले भन्दै थियो घरतिरको वर्कसपको, त्यही हुनसक्छ। केटा हो फोनमा चार्जिङ सकियो, मजा भएन, 16% चार्ज छ यहाँ। फेरि मैले त आइफोनको चार्जरको डल्लो लिएर आएको, मेरो अहिलेसम्म पावर ब्याङ्कले काम गर्यो अहिलेसम्म चाहिँ। आइफोनको चार्जरको डल्लो लिएर आएको, त्यो डल्लो चाहिँ यहाँ कुनै होटेलमा नि छैन त्यस्तो छिराउने ठाउँ। 2टा बोकेर आएको थिएँ अझै डल्लो पनि, फेरि त्यो बोलोवाला नबोकेँ कि फेरि मैले एउटा पनि नभएको छिराउने ठाउँ। ए मोबाइलबाट यहाँ गर्नु पऱ्यो, चार्ज हुन्छ कि हुन्न यहीँबाट गर्नुपर्ने अवस्था आउँछ। हेलो हजुर मामा, हजुर म बाटोमा हो, म त आउन भ्याउन जस्तो छ आज त। हजुर आएँ भने त्यही पनि बेलुका बेलुका आउँछु होला, त्यही पनि म तपाईँलाई फोन हान्छु, तर भ्याउन्न होला, म बा होटेलतिरै बस्छु होला सायद। केटा हो फेरि एउटा ब्याड न्युज के भन्दाखेरि मेरो मोबाइल खस्यो फेरि, मोबाइलको हालत के छ मलाई थाहा छैन। कस्तो लौडा जस्तो खस्छ कहिले खस्छ अब यहाँ राख्दैन म त। मेरो फोन 100, 150, 160, 170 किलो खस्यो केटा हो। अब त्यो आउला भन्ने मलाई आँट छैन, त्यो मोबाइल कति छ भन्ने आँट छैन, भेटिन्छ कि भन्ने आँट छैन। भेटिनु त पर्ने हो, सिम पनि त्यहीँ छ यार, सब भयो सब। पेट्रोल ही नहीं है, 505 अब पेट्रोल ही नहीं है। पेट्रोल खत्म होगा, हाँ 5 किलोमीटर चली जाएगी या नहीं? कौन सा गंडकी प्रदेश? बाइक में लगा दिए। आवाज भी नहीं आ रही। चली जाएगी 5 किलोमीटर की जाके बाद है बहुत अभी पहुंच जाएगी 5 किलोमीटर। ये कौन सा प्रदेश है? गंडकी प्रदेश। जीपीएस ये पोखरा है, पोखरा नेपाल का। 220 भाई। 5 किलोमीटर आगे तक पहुंच जाएगी नहीं तो फिर से। और वीडियो बन रही है, लाइव चल रहा कैमरा। हमें मत घेर दिया कभी, हमारा ब्याह भी ना हो, इन्हों कहेंगे टोल 200 कितना? 220 तो ऐसे कंटेंट देगा तो क्या भैया ये क्या बच्चे जाना कहाँ तू? मुझे उधर केदारनाथ लद्दाख सद्दाख जाना है, पर अब पेट्रोल ही खत्म हो गया। भैया हमारी मत घेर पेट्रोल लग गया, कर दिए। मुझे नहीं लगता कि 5 किलोमीटर भी ये चलेगी। कोई चल रहा भाई मिल सकता है तो 1-2 लीटर वे भी दे दो भाई। हेलो दादा, हेलो भाई, हेलो दादा, पेट्रोल पंप गिरा है, पेट्रोल पंप गिरा है उधर।
पेट्रोल पंप पेट्रोल लेने के कति बजे देखेँ नबोल्दाको In 200 meters, turn left. राति 11 यस्तो भिड है यस्तो भिड छ कति बज्यो होला के इन्डियाको यो मिरत भन्ने ठाउँ हो मिरत हो कि मुरत हो कि त्यस्तै के टाइम फेरि यति भयो 12:21 जिन्दगीमा यति जति रुम खोज्न गाह्रो त अहिलेसम्म मलाई भएन यार कसम यस्तो गाह्रो त 1 घन्टा लाग्यो रुम खोज्नु नि आधी घन्टा भन्दा त बढ्ने लाग्यो त्यो रुम हेर्नु न एकदम नेपालमा 200 रुपियाँ गोडा कोठा यहाँ 1000 रुपियाँ ल अब राति त ठगिहाल्छ है यति छ भने त्यो एसी छ त भन्थ्यो लाउनु कसैको ओइ चल्दै चल्छ ओइ ल चल्यो तपाईँ चल्दो रहेछ एसी पनि ठिकै छ मेन कुरा आज थाकियो है यहाँ छ होइन बाथरूम र टोइलेट यस्तो छ एकदम टिपिकल एकदम केही भएन सुकिँदो केही भएन हाम्रो वाट्सएप केटा हो केटीहरू हिजो राति आएको यार 1 बजीतिर आएको मिरत भन्ने ठाउँमा हो रुम पनि राम्रो पाइएन नर्मल रुममा पायो बाथरुम साथरुम केही पनि नरहेछ राम्रो बसेँ बसेँ अहिले 9 बजिसक्यो अब हिँड्ने हो आज डे 4 ल अब स्टार्टिङ अफ डे 4 है हावा चेक गरेको हावा ठिक रहेछ रे अहिले लु हाल्दै भन्छु हामी हिँड्नु पर्ला अब हावा हिजो अलि साइको बसेर ठिकै रहेछ फेरि हाल्नै पर्ने हेलो व्हाट्सअप मामा घर आए भर्खर खाना खाइयो हाम्रो प्यारो भाइजू Hi. Like, subscriber, please. Support my भान्जा. हाम्रो भाइ हो आज ओए भाइ के छ ठीक छ हैन खाना खाइयो अब यसो बाइक साइक देखाउनु पर्यो अहिले के छ अनि यसो निस्किनु पर्ला बेलुकातिर यसो एउटा भिडियो बनाइदिउँ भनेर यहाँ
बोरिङको पानीबाटै बोरिङको पानी मस्त घुमाउने बाइक धुनु लाग्यो बाइक धुनु लाग्यो होसमै हान्दो रहेछ पानी त कडा फोर्छ त पानी त नयाँ देखियो है नयाँ त्यही कुरा नयाँ भेट्यो नेपालमा नि मैले सौर्यमा पनि घुम्थेँ नेपाली सौर्य यहाँ त इन्डियन सौर्यमा पनि बाइक दिनु पऱ्यो यार ठिकै हो पोखराबाट बाइक नधुइकन आएको यहाँ आएर धुनु पऱ्यो ठिक ठाउँ यस्तो छ गर्मी पनि भक्कु गर्मी छ गर्मी ल यहाँ क्या गरेँ आयो भन्नु नि त एकचोटि अब हामी घुम्न जान लागो हरिद्वारतिर अलि बेसरी भन्नु नि त अब हामी हरिद्वारतिर घुम्न जाको लागो म र दाई अब हजुरलाई बाटोको भ्यू देखाउँछौँ अनि गङ्गा आरती वगेरा देखाउँछौँ अनि बस लाइक सेयर गरिदिनु ल ल ठिक छ ल हिँड्न लाग्यो यसो हरिद्वारतिर गङ्गा नदी ओहो गङ्गामा भिड मान्छे कति हुन् भनेको कति हुन् जहाँबाट जहाँ हेऱ्यो मान्छे लास्ट जय महादेव हामी दाजुभाइ है फेरि दाजुभाइ हामी अहिले हामी गङ्गामा बसेको छौँ हल्कीपढीमा यो ठाउँको नाम हो हल्कीपढी अब हामी गङ्गा आरती हिँड्न लागि बसेको छौँ बाँकी त अरू केही छैन यहाँ बस गङ्गा नुहाउनु चाहिँ बस नुहाउनु नुहाइयो डाइभ पनि हानियो होइन अब यस्तो छ गङ्गा आरती हिँड्ने मान्छेको भिडहरू है मान्छेको के छ केटाकेटीहरू भर्खर आरती हेरेर निस्कियो चाबी हरायो भनेको धन्नै झोलामै रहेछ यार अब निस्किनु पर्यो लास्टै अब के गर्ने हरिद्वारतिर हिँड्न पर्यो सबले माइकको बारेमा माइक भएन भन्दै थियो यो क्यामेरामा माइक जोड्नै अलिक गाह्रो हुँदो रहेछ क्या माइक एडप्टर चाहियो अनि त्यहाँमाथि फेरि अर्को माइक चाहियो के रहेछ हुन त नर्मलवाला माइक त मैले लिएर आएको थिएँ एउटा तर यो क्यामेरामा जोडिँदै नजोडिरहेको रहेछ क्या केही भएन अब माइक अब नेक्स्ट ट्रिपमा अब माइकको अब सबै कुरा मैले नेक्स्ट ट्रिपमा खत्रै बनाउँछु हजारजना मान्छेको बिचबाट बाइक निकाल्दाखेरि कस्तो हुन्छ यो चाहिँ मेरो भाइ हो होइन मेरो नाम अभियान्श हो बस्तरी त मेरो नाम सफल हो और मेरो स्कुलको नाम अभियान्श हो अनि यो मेरो दाइ हुनुहुन्छ यो नेपालबाट आएको आज दाइ र म घुम्न गएको हरिद्वारमा मेरो गङ्गा आरती हेरेँ अनि दाइको बाइक पनि राम्रो छ दाइले बाइक एकदम राम्रो चलाउनुहुन्छ स्मुथ अनेस्ट रिभ्यू दिँदै है यसलाई दे भनेको अनेस्ट रिभ्यू हो स्मुथ सफ्ट एकदम केही मतलब सेफ्टी थियो एकदम मजा आयो दाइसँग यसलाई मजा आएछ है भिडियो त त्यही छ होला आजको भिडियो यहीँ एन्ड होला जस्तो छ बन्द किन भयो बन्द भयो नि चलिरहेको छ है